दर्शकवृन्द नमस्कार। बोल्दैछु म पदमराज सदा चाहिँ आज पनि यहाँहरूका माझ अर्को सन्देशमूलक कथा लिएर आएको छु। आशा छ यो कथाले यहाँहरूको जीवनमा सकारात्मक ऊर्जा थप्नका लागि मद्दत गर्नेछ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने यस्तै खालका सन्देशमूलक कथा हेर्नका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् दर्शकवृन्द, आजको यो कथा विषयवस्तुतर्फ लागौँ। एक समयको कुरो हो। हिमालयको फेदीमा रहेको एउटा सानो गाउँमा रमेश र सुरेश नाम गरेका दुईजना साथी बस्दथे। उनीहरू बाल्यकालदेखि नै मिल्ने साथी थिए, तर सोचाइ भने फरक थियो। रमेश सधैँ मेहनतमा विश्वास राख्थ्यो। ऊ भन्थ्यो, जीवनमा सफलता चाहिन्छ भने परिश्रम अनिवार्य छ, भाग्य केवल बहाना मात्र हो। तर सुरेशले भन्थ्यो, भाग्यमा लेखिएको कुरो कसैले बदल्न सक्दैन। जसको भाग्यमा राम्रो छ ऊ सफल हुन्छ, मेहनतले केही फरक पार्दैन। पछि उनीहरूको सङ्घर्षको बाटो सुरु हुन्छ। एक दिन गाउँमा ठुलो अवसर आउँछ। सहरबाट एकजना व्यापारी आएर सुनाउँछन्, हामीलाई केहीजना इमान्दार र मेहनती व्यक्तिहरू चाहिएका छन्, जसलाई हामी राम्रो तलब दिएर जागिरमा राख्छौँ। यो कुरा सुनेर रमेश उत्साहित भयो। ऊ बिहानै उठेर व्यापारीलाई भेट्न गयो र आफ्नो सिप अनि मेहनतको बारेमा बतायो। व्यापारी प्रभावित भएर उसलाई जागिर दिए। तर अर्कोतिर यो कुराले सुरेशलाई केही फरक पारेन। सुरेशले भने, मेरा आमा बुवा भन्छन् मेरो भाग्य राम्रो छ, म त ठुलो मान्छे बन्छु, म यस्तो सानो तिनो जागिर गरेर आफ्नो समय खेर फाल्दिन, जागिरमा दौड्नु पर्दैन। समय बित्दै गयो। रमेश कडा मेहनत गर्दै अघि बढ्यो। जागिरमा उसले राम्रो काम गर्यो, प्रमोसन पायो अनि केही वर्षमै आफ्नो व्यापार खोल्यो। ऊ धनी र सम्पन्न व्यक्तिको रूपमा परिचित बन्यो। यता सुरेश भने भाग्यको भरमा पर्यो। काम नगरी ठुलो सफलता खोज्दै हिँड्यो। कहिले जुवा कहिले चिट्ठामा आफ्नो भाग्यलाई अजमायो, तर उसको जीवन झन् कठिन हुँदै गयो। एक दिन सुरेशले रमेशलाई ठुलो गाडीमा देख्यो। ऊ अचम्मित भयो र भन्यो, रमेश तिमी त एकदम सफल भयो, के तिम्रो भाग्यले साथ दियो? रमेशले मुस्कुराउँदै भने, भाग्य त सबैसँग हुन्छ, तर सफल हुने रहर भएकाले मात्र परिश्रम गर्दछन्। मैले आफ्नो भाग्य आफ्नै मेहनतले कोरेको। सुरेशको आँखाबाट पश्चातापको आँसु आयो। उसले बुझ्यो, परिश्रम बिना भाग्यको कुनै मूल्य छैन। अतः भाग्यले होइन, परिश्रमले सफलता ल्याउँछ। जसले मेहनत गर्छ उसैको भाग्य चम्किन्छ। कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। धन्यवाद।